हेलो गाइस, तपाईहरु सबजनालाई स्वागत छ मलेसियाको एकदमै फेभरेट रमाइलो ठाउँ एकदम पर्यटकीय स्थल रहेको छ यो लङ्कावी। तपाईहरु सबैजना घुम्न सक्नुहुनेछ। एकचोटि मलेसियामा हुनुहुन्छ भने अवश्य घुम्नु पर्ने ठाउँ रहेको छ लङ्कावी। ल हेर्नु साथीहरु, पुरा मजै गरिरहेको छ, पुरै घुमिरहेको छ हैन। यतातिर पुरै यो जहाँतिर पुरै घुम्ने हो हैन, पुरा उता उता जंगल जंगलतिर जताततै घुम्ने ठाउँ छ। हर जग्गा एकदम रमाइलो छ। डाँडा काँडा पहाड जस्तो देखिने एकदम स्वच्छ पानी भएको, यो समुद्रको पानी पनि एकदम सफा र सङ्लो छ। यहाँ धेरै घुम्नको लागि विभिन्न देशबाट विभिन्न ठाउँबाट पर्यटकहरू आउने गरेको छ। आज पनि हामी यो पुरै एरिया घुम्नेछौँ। हामीलाई केही समय छ, हामीलाई लगभग 2-3 घन्टाको टाइम छ। गएर यहाँ माछाहरू पुरै रमाइलो गरिरहेको छ। यो डल्फिन हो, मेरो ख्यालमा डल्फिन जस्तो लागिरहेको छ। यिनीहरू लाइन लागेर हिँडिरहेको छ, रमाइलो गरिरहेको छ, खेलिरहेको छ सफा पानीमा होइन। यहाँ उनीहरू आफ्नै तारामा खेलिरहेको छ भने मान्छेहरू पनि सबैजना आफ्नै आफ्नै तारामा रमाइलो गरिरहेको छ। यो चाहिँ एकदमै रमाइलो ठाउँ छ। उताबाट जङ्गल छ होइन, यो जङ्गलमा विभिन्न घुम्ने ठाउँहरू पनि छ, तर अलिकति गाइड लिएर घुम्नुपर्ने हुन्छ। त्यो जङ्गलमा चाहिँ खतरा पनि छ भन्ने हामीले सुनेको हो। अनि यतातिर चाहिँ यो सबै घुम्ने ठाउँहरू हो, यहाँ सबै घुमाइन्छ यहाँ गाइडले। अनि एकदमै रमाइलो छ, यसमा चढ्ने हो घुम्ने हो होइन। तपाईँहरू पनि मलेसियामा हुनुहुन्छ भने अवश्य घुम्नै पर्ने ठाउँ रहेको छ। यहाँ धेरै रमाइलो बस्नको लागि होटलहरू सबैको व्यवस्था रहेको छ। एकदमै पर्यटकीय स्थल हो। यहाँ खानाका लागि विभिन्न किसिमको खानेकुराहरू पाइन्छ। तपाईँहरू सबैजना आउन सक्नुहुनेछ। यहाँनिर धेरै रमाइलो छ। मलेसियाको एकदमै सबले मन पराउने ठाउँ हो यो चाहिँ होइन। यहाँ चाहिँ प्रत्येक दिन यस्तै नै बिजी हुने गरेको हुन्छ। एकदमै रमाइलो ठाउँ छ। यो उता जङ्गल जङ्गलमा कति एरियामा जानु मिल्ने, कति एरियामा जानु नमिल्ने भन्ने स्थानहरू तोकिएको छ होइन। यो सबै फलो गर्नुपर्ने हुन्छ। सबै सेक्युरिटी सिस्टमहरू फलो गरेर जानुपर्ने हुन्छ। तर धेरै रमाइलो ठाउँ चाहिँ होइन। तपाईँहरूलाई त्यस्तो एकदम महँगी ठाउँ पनि होइन। यो धेरै सस्तो सुलभ मूल्यमा हरेक सामान पाइने ठाउँहरू हो यो। यहाँ धेरै सस्तो छ, टिकटहरू त्यस्तो खासै महँगो पर्ने ऊ भन्ने छैन। तपाईँहरू पनि अवश्य एकचोटि घुम्नु होला यो ठाउँ मलेसियामा हुनुहुन्छ भने। हस् त, बाई बाई सबैजनालाई, बाई बाई।